सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै समयपछि भिडियो बनाउन गइरहेको छु। भिडियो बनाउनलाई चाहिँ आज म भिडियो बनाउँछु भनेर चाहिँ आएको चाहिँ होइन। अलिकति म बिहान गएकोबाट आएर अनि 1 बजीतिर फर्केर अनि त्यसपछिबाट यतिकै अब बसिरहेको थिएँ अनि अल्छी लागेर अनि त्यसपछिबाट अनि यसो साकुरा हेर्न जाउँ न भनेर चाहिँ अनि त्यसपछि म निस्केको अनि कोही साथीहरू थिएन अनि यतिकै हिँडिरहेको थिएँ। अनि त्यसपछि एउटा अलि उकालो चढ्दा चाहिँ अलिक थकाइ लागेको भएर चाहिँ अनि म यसो अनि भिडियो बनाऊँ भनेर सोचेको। अनि त्यही भएर अनि अहिले हामी जान थालेको यो साकुरा हेर्नको लागि हो। अनि साकुरा चाहिँ अब यस्तो यो हल्का फुल्का बोटहरू चाहिँ यो जताततै पनि यो देख्न सकिन्छ। जापानमा अब साकुरा जताततै पनि हुन्छ, तर अलि हामी चाहिँ जान थालेको चाहिँ अलिक धेरै नै फुल्ने, अब धेरै नै अलि पुरा लर्कनले लाइनले यस्तै यो बोट बिरुवाहरू लाइनले लगाएको जस्तै त्यसै लाइनले लर्कनले लगाएर अनि त्यसपछि रोपेर कस्तो राम्रो देखिन्छ त्यो ठाउँमा जान खोज्दैछु म। त्यो ठाउँमा अस्ति गएको फुल्यो कि भनेर गएको थिएँ, फुलेको छैन रहेछ। अनि त्यसपछिबाट अनि आज यसो फुलेको साथीहरूले फुलेको भनेर फोटो हालिसकेपछि चाहिँ यसो म पनि अलि आज बेलुकातिर काम छ अनि अब यसो अनि 1-2 घन्टा गएर यसो पुगेर यसो हेरेर भनेर चाहिँ हिँडेको। अनि त्यसपछि यहाँ अलिकति थकाइ लागेको भएर चाहिँ बसेको। अलिकति सोचेँ अब यसो आफूले त हेरेँ, साथीहरूलाई पनि देखाइदिउँ भनेर गरेको भिडियो बनाउन लागेको मैले। सो सबैजनाले हेरेर साथ दिनु होला। अब यस्तो उकालो चढेर गइरहेको छु। गन त मेहनत गरेको हो, आफ्नो लागि गरेको हो। गन त मैले भिडियो बनाउनको लागि भनेर चाहिँ गरेको होइन, तर आएको बेला अब यसो बनाइहालौँ भनेर गरेको। अब यो साइकल चाहिँ यस्तो यो बाटो चाहिँ अब हेर्दाखेरि त अब बाटो फोटोमा भिडियोमा त अब हुने होला, तर उकालो चाहिँ लास्टै धेरै उकालो छ होइन। हामी यहाँ आउनलाई चाहिँ जापान हामी अप्रिल 22 मा यहाँ जापान आइपुगेको थियौँ। त्यहाँ आइसकेपछि चाहिँ अनि यहाँ आउँदाखेरि चाहिँ यहाँ हामी सबैजनाले हामीभन्दा अगाडि आएको साथीहरूले चाहिँ साकुरा हेरेर आएको। हामीले त्यहाँनिर साकुरा फुलेको भनेर भन्थ्यो र आएको थियौँ। आउँदाखेरि चाहिँ यहाँनिर साकुरा सब झरिसकेको थियो। अनि यो वर्ष चाहिँ अब साकुरा अनि फुलेको छ नि त। अनि अस्ति झरिसकेपछि आएपछि अनि हेर्ने पाइएन भएको थियो। अनि अहिले पनि अब साकुरा झरेपछि अनि फुलेर नि हेर्न पाएन भन्ने हुन्छ। अफसोस गर्नुभन्दा यसो 1-2 घन्टा फुर्सद हुँदाखेरि गएर हेरेर आइहालौँ भनेर अब हिँड्दैछु। ल गाइस ठाउँ पनि आइपुग्यो। धेरै मिहिनेत गर्नु पऱ्यो यहाँ आउनको लागि, तर यहाँ मान्छे फ्रेस हुन्छ। यहाँ ठाउँ खतरा छ क्या। साकुरा भनेपछि यही हो। यत्रो मिहिनेत गरेर आयो, लास्टमा यहाँ त कोही पनि मान्छे छैन। यहाँ आज मान्छे नभएको कि बन्द हो कि के हो म त बुझ्न सकिनँ होइन। अनि नर्भस भयो म चाहिँ, यहाँ गर्मी पनि भयो। त्यही भएर यहाँनिर भेन्डिङ मेसिनहरू टन्नै छ। यहाँ आइसक्रिमको लागि पनि भेन्डिङ मेसिन छ। आइसक्रिम खाऊँ कि यहाँ कोक खाऊँ के खाऊँ भन्ने कन्फ्युज हुन्छ। यहाँनिर उसमा 200 रुपियाँ 220 रुपियाँ हेरी उसको छ आइसक्रिमहरूको पनि। म चाहिँ अब आइसक्रिम खाने विचार गरेँ, आइसक्रिम निकाल्छु म। 1000 रुपियाँ बाइक हाल्न नमिल्ने रे यार। मसँग फेरि 10,000 को छ, फेरि तनाव पो भयो त यसमा। सेट यसमा पनि 1000 को मात्रै रहेछु अनि मसँग फेरि 10,000 को नोट मात्रै छ यार। 10,000 को नोट हालेर पनि जान्छ कि जाँदैन, फेरि अड्क्यो भने फेरि तनाव हुन्छ फेरि होइन। किन रिस्क लिनु, फेरि तनाव हुन्छ। सो म तनाव भयो त यार। गोजीमा 10,000 को नोट मात्र छ। डिबर अनलाइन सिस्टम पनि छैन रहेछ फेरि यसको। फेरि कस्तो यसमा 1,000 1000 यसमा नि 1000 को छ यार। सबमा 1000 को मात्र छ। तनाव भयो। यसमा नि अनलाइन सिस्टम छैन। यसमा नि 1000 को मात्रै रहेछ। तनाव भयो त। यता मान्छे नि कोही छैन, बल्ल त 1-2 जना देखेँ यार। सो गाइस यही हो, मान्छे छैन। अब एकचोटि गई हेरौँ यार, बन्द रहेछ कि के रहेछ उ गरेर। ल गाइस आउन खोजेको ठाउँ चाहिँ यही हो कि मस्त चाहिँ
यहाँ के बनाउनु थालेछ अस्तिसम्म केही छैन यहाँ त 2 दिन आउन पर्दैन केही बनाइसक्छ जान थालेको चाहिँ त्यहाँनिर हो होइन गाइस त्यहाँनिर फेरि मान्छे बसिरहेको रहेछ त्यो उनीहरूलाई फेरि भिडियो बनाउनु जाँदाखेरि हड लाग्ला भनेर नगरेको अनि यहाँ हाम्रो यो हिरोसिमाको हाम्रो यो गाउँ सो गाइस गाउँ भन्ने हाम्रो उसलाई हाम्रो गाउँ भनेको यही हो होइन यो हिरोसिमाको हामी गाउँमा भन्ने चाहिँ यो हो अब सहरको त अब पुरै छोड्यो सहरको त अब पुरै छोडौँ गाउँ चाहिँ यही हो गाउँको यो पार्क हो यो चाहिँ अब यो त पार्क त अब यो बाटो त अब नेपालको भन्दा अब नेपालको त तुलना गर्नु भएन किनभने नेपालको बेइज्जत गर्नु भएन हामी आफैले जतिसुकै नराम्रो पनि यो जापानिजहरूले चाहिँ जतिसुकै आफ्नो देशको नराम्रो भए पनि जे भए पनि यिनीहरूले जस्तै भिडियोमा होस् आफ्नै साथीहरूलाई होस् कसैलाई होस् यिनीहरूले आफ्नो नराम्रो कसैले पनि बोल्दैन कि मैले धेरै जस्तो देखेँ होइन जापानिजहरूले चाहिँ आफ्नो देशको नराम्रो अनि मेरो देशमा तेरो देशमा भन्दा त यस्तो उस्तो भनेर बरु उल्टो नभएको चिज पनि बढाइ चढाएर भन्छन् यिनीहरूले तर आफ्नो देशमा यस्तो गल्ती छ हाम्रो देशमा चाहिँ यस्तो उस्तो यस्तो नराम्रो उस्तो नराम्रो भनेर भन्दैन तर हामी नेपालीहरू चाहिँ हाम्रो देशमा भन्दा यस्तो उस्तो भनेर भन्छौँ होइन अब त्यो चाहिँ हाम्रो बानी नै भइसक्यो जस्तो हामी नेपालीहरूको चाहिँ कामै यही हो भने जस्तो होइन तर अब हामी नेपालीहरू छौँ पनि त्यस्तै अब के भन्नु अब मै त्यस्तै छु अरूको त पुरै नगरौँ होइन अब अहिले भर्खरै म नेपालको भनेर भनिसकेँ त्यो यस्तो हो किनभने नेपालभन्दा अब अलिक विकसित ठाउँ अब ठाउँमै अब विकसित भएपछि अब यो हुने भएन अब यो चाहिँ तर नेपालमा बसेर गाउँमा गएको यो त्यो हो अब गाउँ त गाउँमै हो हामी अब गाउँ हो अब गाउँ पनि अब यस्तो छ भने चाहिँ अब हुने भएन अब हामी यहाँ घन्टाको धेरै त छैन त्यो 1200 रुपियाँ कमाउँछौँ त्यति हो कुनै कामबाट 1200 कुनै कामबाट 1300 त्यस्तै हुन्छ हुँदैन कमाउनलाई त अब त्यही हो कमाइ भनेको यस्तै हो कमाइ र खर्च त्यो यहाँ जापानमा अब यति धेरै कमाउँछु यस्तो गर्छु उस्तो गर्छु केही पनि होइन यहाँनिर जति चाहिँ लाखे कमाए पनि हामीले यहाँ तिर्दैमा पुग्दैन यस्तो गर्छु उस्तो गर्छु भनेर उ गर्नु होइन हिँड्नु पनि त्यही साइकलमै हो साइकल छोडेर बाइक किन्छु भनेर मिल्दैन जब एउटा त्यो गएको भने स्कुल होइन स्कुलमै जानलाई त एउटा साइकलले नलिगा आइज साइकल राख्ने ठाउँ छैन भनेर भन्छ हाम्रो गएकोमा यो चाहिँ मलाई चित्तै नबुझेर भनिदिएको मलाई यो चाहिँ गएको यस्तो खत्तम छ हाम्रो के भन्नु अब कसैले फेरि गएको भनेर सेन्सेलले यस्तो भन्यो अरे उस्तो भन्यो अरे भनेर नआएर देखाइदियो भने फेरि गएकोमा फेरि यस्तो हाम्रो जापानको बारेमा यस्तो भन्ने भनेर यहाँ थाल्छन् होइन जापानिजहरूलाई आफ्नो नराम्रो केही सुन्न मन लाग्दैन जे पनि राम्रो सुन्न मन लाग्छ यहाँ देखाउनलाई मात्रै राम्रो हुन्छ नि होइन देखाउनलाई त जे पनि राम्रै जङ्गल राम्रो जङ्गलमा यहाँ कोही नजाने बाटोमा ढलाइ गरेको बाटो छ ऊ छ राम्रो छ है यो जङ्गलमा को जान्छ र ऊ छ यहीँ पहिरो जान्छ भनेर ऊ त्यस्तो ड्याम छ ऊ छ देखाउँदैन जे पनि देखाउँछ यिनीहरू त घर पनि देखाउने यत्रो हुन्छ एक लात्ती हान्यो भने भत्किने घर हुन्छ होइन देखाउँदैन जे पनि देखाइरहेको हुन्छ होइन गर्नु पऱ्यो तर आफूले अब आफ्नो अब के भन्ने हामीले अब सक्दैनौँ देखाउनलाई पनि गर्नलाई पनि हामीले आफूलाई मात्र देखाउन खोज्छौँ कि हाम्रो आफ्नो देशलाई आफ्नो ठाउँलाई देखाउन खोज्दैनौँ होइन यिनीहरूले देखाउन खोज्छन् गर्छन् यिनीहरूले अब भएर नभइकन पनि याससी भएर देखाउँछ यिनीहरूले चाहिँ होइन यिनीहरू मिलेर बस्छन् क्या खै यिनीहरू मिलेर भन्नाले के भन्नु आजसम्म बसेको 1 महिना भइसक्यो रुम सरेर बसेको 1 महिना भइसक्यो आफ्नै घर तलपट्टि रुममा बस्ने मान्छे देखेको छैन घर वरिपरिको मान्छे देखेको छैन घरबाट बाहिर निस्किने होइन निस्के पनि कतिखेर निस्किन्छ कतै कहाँ गर्छ के गर्छ यिनीहरूलाई त हामीलाई त आउँदैन हामीलाई अरूको चासो त भएन त्यही पनि देखेको छैन छिमेकी भएपछि मतलब अब घर छेउतिर घर मुनि बस्ने भएपछि त यसो देखादेखि हुन्छ यसो हुन्छ नि त्यतातिर त मतलबै छैन कि कसैको केही मतलब केही ऊ छैन यहाँ त आफ्नो नेपालीको मतलब गर्दैन अरूको त कुरै छोडिदिउँ होइन यस्तै हो साथीभाइ यस्तै हो पैसा भयो भने जापानमा नेपालमा त हो भन्ने हुन्छ जापानमा भएपछि पैसा भयो भने हो अब पैसा माग्दाखेरि दिन सक्यो भने त्यो आफ्नो हुन्छ त्यही पैसा सापट्टि माग्यो भने त्यो पैसा फिर्ता दिने नाम लिँदैनन् आफ्नो त हुँदैनन् होइन त्यही भएर जापान जस्तो ठाउँमा मैले नि अब
भरोसा गरेर पैसा दिने उ गर्ने त गरे, तर आफूलाई चाहिँदाखेरि कसैले पनि दिएनन्। आफ्नै पैसा फिर्ता माग्दाखेरि पाइएन। अब उनीहरूले सापट्टि माग्ने कुरो त अब कुरै भएन होइन। यस्तै हो। अब म चाहिँ अब यत्तिकै डुल्छु भनेर उ गरेको, अब यहाँ दुःख पोख्न लाग्यो जस्तो भयो मेरो काम चाहिँ होइन। यस्तै हो गाइस। अब हाम्रो जिन्दगी, जापानको जिन्दगी पुरा मेसिन जस्तो छ। जापान हाम्रो नि अहिले भन्दाखेरि अहिले तिमीहरूले गएर कमाएको होइन गाइस। कमाउनु त कमाइन्छ, नकमाइने होइन है, कमाइन्छ। अब कतिवटा काम गर्नुहुन्छ, अब त्यो अब मैले यति काम गर्छु उति काम गर्छु यस्तो कमाउँछु उस्तो कमाउँछु भन्दाखेरि अब यसो रिसिभ धेरै हुन्छ। अब त्यो आफ्नोमा छ होइन, कमाइ नहुने होइन, तर कमाइ भएको हिसाबले ल मानौँ न एउटा काम गर्नुहुन्छ ल तपाईँ नर्मली। अब जापान आएर एउटा नर्मली काम गर्नुहुन्छ भने तपाईँको मेरो एउटा कामको कुरा गर्छु। अब अरू काम गर्छु गरिदिन्छु आफ्नो ठाउँमा छ होइन। म एउटा काम गर्छु, त्यसबाट मेरो 1,30,000 रुपियाँ, 1,30,000 नर्मलीमा, नत्र 1,40,000 1,50,000 आउँछ होइन। अनि त्यसपछिबाट राम्रोसित काम भएर महिनाभरिमा टक्क राम्रोसित काम भएर छुट्टी भएन, सन्चो भयो, अब काममा गएर जान सक्यो, यताउति भएर राम्रोसित काममा गयो भने एउटा कामबाट 1,50,000 रुपियाँ आउँछ। त्यो 1,50,000 रुपियाँबाट मेरो रुम भाडा, गएको फी, खानु पऱ्यो, गाडी भाडा चाहियो, अनि यताउति खर्च गर्दाखेरि सबै गर्दाखेरि त्यो 1,50,000 रुपियाँबाट म अर्को महिना तलब आउने जेलसम्म त्यो पैसा त सकेर अरूसँग सापट्टि माग्नु पनि भइसकेको हुन्छ कि। अब आफूले बचाएर गरेर अलिकति गऱ्यो भने त अब महिनामा 1.5 लाख रुपियाँ कमाइन्छ, 1.5 लाख रुपियाँ खर्च हुन्छ भन्ने हुन्छ होइन। त्यस्तै हो, घर पैसा पठाउने भन्ने त अब त्यो त अब अहिलेसम्म नसोचे हुन्छ। तर अब मैले चाहिँ अब आफ्नो ठाउँमा छ, पठाउने नपठाउने आफ्नो ठाउँमा छ होइन। अब यहाँ सबै कुरा कमाइ हुन्छ, पठाउनु नसक्ने नि होइन, पठाइन्छ होइन। जापान नआउनु भन्न खोजेको होइन, कमाइ हुँदैन भन्न खोजेको होइन। कमाइ हुन्छ, कमाइने हुन्छ, पठाउनु नि सक्नुहुन्छ तपाईँहरूले, कमाउनु नि हुन्छ। तर अब आफूमा कन्फिडेन्ट भएर आफूले गर्न सक्नु पऱ्यो, आफूले गर्नु पऱ्यो। आफ्नो तपाईँले अब कामै पाएन, खोज्दैन, गर्दैन, अरूले गरिदिएला भनेर बस्नुभयो भने चाहिँ तपाईँलाई यहाँ कसैले पनि गर्दैन। यहाँ सबैजना आफ्नै उसमा टेन्सनमा हुन्छ। अब मलाई पनि कतिजनाले काम खोज्दैन उ गर्दैन भनेर आउँछ। अब काम खोज्यो, गएर कुरा गरिदियो, लास्टमा उनीहरू झगडा गरेर हिँडिदिन्छन्, काम गरेर हिँड्दैनन्, केताउति हुन्छ, लास्टमा आफूलाई नराम्रो पर्छ होइन। तैँले ल्याइदिएको, तैँले कुरा गरेको मान्छे यस्तो हो उस्तो हो भनेर भन्छन् होइन। अनि त्यही भएर अब त्यस्तो कुरा गरिदिइहाल्नलाई पनि त्यस्तो मन लाग्दैन क्या। अब पछि नराम्रो हुने आफूलाई हो, तैँले ल्याएको मान्छे यस्तो भयो उस्तो हो भनेर होइन। त्यही भएर अरूले गर्दैला भनेर आँच्न भने आफूले जीवनले आफूले गामबाते गरेर खोज्यो भने काम नपाइने होइन। यत्रो ठुलो सहर छ यार, गाउँमा आयो भनेर रुनी होइन क्या। यो त एउटा गाउँ हो, हिरोसिमाको साइजो गाउँ, हिरोसिमाको साइजो गाउँ भन्नेको यो। अब यहाँबाट 500 रुपियाँ भाडा लाग्छ, 500 रुपियाँ भाडामा चढेर गयो भने जाँदा 500 आउँदा 500, 1000 रुपियाँमा सहरमै पुग्छौ, सहरमा गएर काम गर्न सक्छौ। महिनाको 30,000 रुपियाँ, के अरे 1,50,000, ल म कम्तीमा नि 1,30,000 रुपियाँ आउँछ। 30,000 रुपियाँ गाडी भाडामा गयो भने महिना 1 लाख रुपियाँ बचिरहेको हुन्छ। त्यो आफूले कति खर्च गर्छ, कमाइ अनुसारको खर्च गर्ने हो होइन। त्यस्तो ठिकै हो, कमाइ नहुने होइन, कमाइ छ जापानमा, तर आफूले बचाउन सक्नु पऱ्यो, गर्न सक्नु पऱ्यो। त्यही हो। अब कामै छैन, कमाइ नै छैन, यस्तो उस्तो, अब घुम्न जाने, उ गर्न जाने, काममा नगई घुम्न जाने, साथीले बियर खाने, यो गर्ने त्यो गर्ने, यस्तो गर्ने उस्तो गर्ने भनेर साथीको सँगै लाग्यो भने त यहाँ त्यही हो। एक्लै भयो भने मस्तले आइन्छ, केही हुँदैन। अब साथीहरूसँग आयो भने अलिअलि खर्च हुन्छ, कहिलेकाहीँ खर्च गर्नु त ठिकै हो, तर हप्तामा एकचोटि छुट्टी हुन्छ भन्दै अनि हप्तै पछि गर्न थाल्यो भने चाहिँ अब त्यस्तै हो। अब त्यो सबै आफ्नो मान्छेमा नर्मली भर पर्छ। अब आफू बाहुन भएर हो कि के हो होइन। त्यस्तो खर्च त्यस्तो त म त्यस्तो खासै त्यस्तो गर्दा त गर्दिनँ, तर आफूलाई चाहिने चिजमा चाहिँ खर्च गर्नुपर्छ, त्यस्तो मर्नु हुँदैन। तर नचाहिने चिजमा चाहिँ खर्च नगर्नु। अब नगर्नु भने मैले अब जापानिज उयोहरू जापानमा आएकोहरूलाई सम्झाउनु पर्ने, उ गर्ने, त्यस्तो उ गरेको त होइन। आउनेहरूलाई चाहिँ अब यस्तो आउँदा के हुन्छ उ हुन्छ भन्ने, म त्यो आउनेलाई नआउनेलाई अब त्यस्तो सम्झाउने उसमा चाहिँ होइन। तर भन्न मन लागेको कुरा मैले भनिदिएँ। मलाई चाहिँ अब यस्तै भन्न मन लागिरहेको थियो होइन। अब यति भन्न मन लागिरहेको थियो भन्नाले अब यतिको न्युज गरिरहेको थिएँ म। अब यहाँनिर अब त्यो भिडियो बनाउँछु भनेर सोचेँ, अब भनिदिएँ। अब के यस्तै हो। अब टक्क अब आउने ठाउँमा अब यसो जाउँ भने जताततै अब जापानिजहरू बसिरहेको, उनीहरूको अगाडि क्यामेरा बोकेर गयो भने उनीहरूको प्राइभेसी भन्ने हुन्छ, प्राइभेसी सबैको हुन्छ। तर हाम्रो नेपालतिर यतातिर भन्ने ऊ हुँदैन, तर यता जापानतिर चाहिँ
उनीहरूको फोटोहरू खिच्न यताउति भिडियो बनाउन यताउति गर्नु पाइँदैन तर उनीहरूलाई सोधेर गयो भने चाहिँ नाइ चाहिँ भन्दैन तर मेरो नगर मेरो ब्लर गर यो गर भने आफूलाई त्यस्तो एडिट सिडिट गर्नु त्यस्तो केही पनि आउँदैन त्यहीँ मिस्टेक छ यताउति छ भने काटिदिने हो त्यति हो ल सो गाइज अब यताउति डुलौँ के हुन्छ हेरौँ साथीहरू मैले चाहिँ यहाँनिर यो फुलभन्दा अगाडि आइपुगेको थिएँ फुल्नुभन्दा अगाडि आउँदाको र अहिले फुलिसकेको भिडियो चाहिँ म हाल्छु हेर्नु होला अहिले फुलिसकेपछि यस्तो छ फुल्नुभन्दा अगाडि पनि एकचोटि आइपुगेको थिएँ म फुल्यो होला भनेर आएको थियो त्यो बेला फुलेको रहेछ त्यो बेला यस्तो देखिन्थ्यो र अहिले यस्तो देखिन्छ सो गाइज मैले चाहिँ देखाउन ल्याएको ठाउँ चाहिँ अब यही हो होइन यहाँ मान्छेहरू अलिक गयो यहाँ चाहिँ दुईजना बसिरहेको थियो अनि गयो उता चाहिँ मान्छे छन् तर उनीहरू अब हिँडिरहेको बाटोमा हिँड्दाखेरि अब बनाउन नमिल्ने थियो भने त अब उनीहरूले गरेछन् भने त गाली गरेछन् भने त अब हटाउँदा त त्यस्तो केही छैन होला होइन हो मैले देखाउन लागेको ठाउँ चाहिँ अब यही हो यो सब चाहिँ साकुरा हो होइन अरू ठाउँमा जस्तो अब अरूले त अब कस्तो भिडियो बनाएर हाल्छन् के गर्छन् त्यो अब अरू जस्तो त देखाउन सकिनँ अब अरू ठाउँमा त कहाँ म पत्ता लगाउँदैन मैले भ्याएको आज आउन भ्याएको चाहिँ यहीँ हो अनि त्यसपछिबाट यहीँ यसरी बसेर यहीँ साकुरा भन्ने यसरी साकुरा फुले हुन्छ म त्यहाँनिर चाहिँ खेल्ने ठाउँ छ यहाँ चौरी छ पार्कहरू अनि कत्रो ठुलो पार्क हुन्छ यस्तो नेपालमा जस्तो त्यो यसले बनाएको यस्तो यस्तो के हुन्छ नि तर उता लेख्न चाहिँ लेखा हुन्छ यहाँ पनि यस्तो यस्तो अनि के लेखा हुन्छ खानु पर्छ हिगासी हिरोसीमा पार्कको नाम लिएको छ के नाम पार्कको नाम इमोकारी के हो त्यो खान्जीमा लेखाएको छ खान्जी धेरै पढ्न आउँदैन हिगासी हिरोसीमा भनेर बस्ने ठाउँ गान्धी पढ्न आउँछ त्यति मात्र ठाउँ यही हो रमाइलो छ त्यस्तो भिड पनि छैन रहेछ मान्छे पहिलातिर त मान्छे छैन भन्ने भएर बसेको जस्तो हात्तीको होइन यति मिहिनेत गरेँ यत्रो वहाँबाट यहाँ आइपुग्दाखेरि है मेरो भन्दै सास फुल्या थियो त्यस्तो भएर झन् त्यस्तो साइकल चलाइ आएको है जापानिजहरू यहाँ साइकलदेखि गाडी कार बिना आउँदैनन् होइन हामी त अब कार त्यस्तो महँगो त छैन तर कार हामीले लाइसेन्स बनाऊ गर त्यो गर यतातिर भने भनेपछि अब जापानको बसाइ 5-10 वर्ष भइसकेपछि होला होइन हेरौँ के हुन्छ यही साकुरा गाइज वाह रमाइलो गर्ने ठाउँ चाहिँ दामी छ यार खतरा फिलिङ त यार दामी लागिरहेको कस्तो असम लागिरहेको छ होइन खुसी लागिरहेको छ कस्तो मनै कस्तो अर्कै पुरा अनि फिलिङ हुन्छ नि उरुसी नै हुने होइन उरुसाई भनेर त गु भइहाल्यो हल्ला भइहाल्यो उरुसी फिलिङै उरुसी जस्तो भइरहेको छ आम्मै खतरा छैन रमाइलो अब फोटो खिचौँ भने खरिद दिन मान्छे छैन अब हल्का फुल्का सेल्फी हान्ने
त्यस्तै हो। केही छैन, एक्लै भने कहिले काहीँ घुम्नुपर्छ, एक्लै हो। रमाउने भनेको जिन्दगीमा रमाउनु भनेको एक्लै हो। जापान आएर सिकेको भनेको त्यही हो, एक्लै बाँच्न सिक्नुपर्छ भन्ने कुरो हो, कोही हुँदैन भन्ने कुरो हो। गाइस म झन् आज यहाँ रमाइलो यस्तो किमोची बोकेर आएको, यहाँ अलिकति किमोची वारुई भयो घरको याद आएर हो कि होइन के हो कस्तो ठाउँ चाहिँ रमाइलो लागिरहेछ, मन चाहिँ अलिकति अलिक कस्तो नरमाइलो लाग्ने क्या। आएको 1 वर्ष भइसक्यो, घरबाट टाढा बस्दाखेरि त नेपालमा हुँदाखेरि चाहिँ घरबाट टाढा रमाइलो भन्नुहुन्थ्यो हुन्थ्यो होइन, घरबाट टाढा बस्दाखेरि त ओहो भन्ने हुन्थ्यो। अहिले विदेश आएपछि अलिक टाढा बस्नु पर्दाखेरि चाहिँ टाढा हुँदाखेरि चाहिँ घरमा अलिकति नरमाइलो लाग्ने रहेछ होइन। यहाँ आइस ल पढ्न आउनेले खान्छ पढ्नु होला होइन, म चाहिँ सक्दिनँ पढ्नलाई, नेपालीमा इङ्ग्लिसमा लेख्यो भने पढ्दिउँ ल। खान्जी पढेर यस्तो गरेर म जेउजु हो, न्युङ्गो जेउजु 1 वर्षमा आएर पढेर जापान खाने भइसक्यो। जापान जेउजु भने यस्तै हो, नेपालमा पढ्यो भने पढ्यो, जापान आएर पढ्छु भने कहाँ काम पाउला र पैसा कमाउला भनेर दौडिनु पर्छ। त्यही हो, जापानमा भनेको पैसा कमाउन आएको, पढ्नको आएको र भन्ने हुन्छ। कुन हिसाबले सोच्ने भन्ने कुरा हुन्छ, आफ्नो विचार हो। सो यस्तै छ, दुःख सुख भनेको यस्तै हो। हाम्रो नि दिन होला भन्ने हो, बस्ने हो। इदेश दाइजो देश हल्का फुल्का अब यसो एकछिन नेचरको फिल गरौँ, अनि त्यसपछिबाट घर फर्क्यौँ, खानासाना बनाऊँ, खाऊँ, अनि कामतिर लागौँ, काम गरौँ, फेरि भोलि गएको जाऊँ। लाइफ त यत्तिकैमा बित्ने हो जापानमा, यही हो लाइफ। तपाईँहरू नि फिलिङ गर्नु ल, एकछिन तपाईँहरू पनि टक्क नेचरलाई हेर्नु होइन, नेचर टक्क के गर्नु, यही हो साकुराई। अहिले त कता देखाउँदै साकुरा यो 2टा बोर्ड हुँदा नि त्यस्तो, यहाँनिर अलिकति धेरै बोर्ड छ र अलिकति अर्कै उ छ भन्ने हो, नत्र ठिकै छ। साकुरा भनेको यही हो, देखिहाल्यो साकुरा भन्दै। त्यो मोमिजी उ हुँदाखेरि पनि त्यही मोमिजी भन्यो, एकचोटि गयो फोटोसोटो खिच्यो, मोमिजी झऱ्यो, त्यसपछि अब साकुरा फुल्यो, त्यही हो यही रहेछ जापानमा। खुसी हुनको लागि सानो कुरा भनिदियो, यस्तै हो, कहिले फुल फुल्छ कहिले पात फुल्छ, त्यही कुरामा खुसी हुने त्यही हो जापानमा। कहिले पात फुल्छ खुसी हुन्छन्, कहिले फुल फुल्छ खुसी हुन्छन्। न त खुसी हुनको लागि त्यस्तै कुरा हुँदो रहेछ, पड्का खुसी हुन्छन्। अब जापानिजहरूले खुसी हुनलाई अब के न्यु पाउँ, खुसी हुँ भन्ने हुन्छ। हामीलाई अब के एक्लै भएपछि खुसी भनेको खुसी दुःख यस्तै इदेश गाम्बारी मास छोडिदिनु यस्तो कुरा। त दुःख सुख कुरो भनेको यस्तै हो गाइस होइन, दुःख सुख भनेको भइरहेको छ। जापानमा एक्लै हुनुहुन्छ भने यस्तो गर्नु होला, त्यहाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हिँडिरहन्, अब आफ्नो छैन भनेर के गर्नु होइन, अहिले कमाउने बेला हो ठिकै छ, जे जस्तो भए पनि कमाइया छ, खाइया छ, बसिया छ, यसो बेला बेलामा यसरी हिँडिया छ। ठिकै छ, जापान आउनुहोस्, कमाउनुहोस्, काम बाध्य गर्नुहोस्, भविष्य बनाउनुहोस्। नआउनु, यस्तो गाउँ छ यस्तो गाउँ भनेर केही हुँदैन के, मान्छेले खाना खाइहाल्छन्, उ गरिहाल्छन्, काम पाइहाल्छ, त्यस्तो कामै नपाउने हुने हुँदैन के। अब गएकोले सिकाउ हुन्छ भने काम नपाउने भन्दा पनि गएको भने स्कुलले मान्छे धेरै विद्यार्थीले बोलाएर अर्को स्कुलले 50 जना बोलाउँछन् भने हाम्रो स्कुलले चाहिँ 500 जना बोलाएछ। त्यही भएर चाहिँ हाम्रोमा चाहिँ अलिकति काम पाउन गाह्रो भएको थियो। अब अहिले चाहिँ अब यो अक्टोबर इन्टेकमा आएकाहरूले त आउने बित्तिकै कामसाम पाए, कतिजनाले बाँकी छन्, त्यो अब उनीहरूको भाग्यको कुरा पनि हो, अब आफूले भाषाको कुरा पनि हो। भाग्य भन्दा पनि भाषामा गर्नुपर्छ, जसले अब आफ्नो भाषालाई
अलि ठिक ठाउँमा युज गरेछन् उनीहरूले काम पाएनन्। अब जसले अब यस्तो के भन्नु गल्ती उनीहरू पनि होइन। अब काम नपाएको भने काम छैन नभएको भन्दा पनि मान्छे धेरै भयो क्या। अब अहिले भर्खर म अहिले आउँदाखेरि पनि मैले 4-5 ठाउँमा अरू पाइ त भनेर देखेँ होइन। अब हाम्रो यतातिर चाहिँ लेखिरहेको हुन्छ। अब आएर खोजेर डुल्नु पऱ्यो खोज्नु पऱ्यो पाउँछ नपाउने होइन। पाउँछ गाउँ भन्ने होइन खाना खाइहाल्छन् मान्छेले काम गरिहाल्छन्। खाना खाने ठाउँमा उ गर्ने ठाउँमा केही न केहीमा काम त हुन्छ नि होइन। गाउँै भन्नाले अब त्यस्तो हुनै हुँदैन। गाउँमा छ मेरो यस्तो छ उस्तो छ त्यस्तो केही पनि हुँदैन। आउने हो गाउँमा नभए सहर पस्दिने काहीँ न काहीँ त काम पाइहाल्छ नि खोज्ने हो होइन। अब घरमा बसेर कामै पाएन भनेर त हुँदैन नि त। अनि त्यही भएर खोज्नुपर्छ गर्नुपर्छ हुन्छ। हामी पनि आउँदाखेरि 2 महिनासम्म त उहाँ पुरा कामको लागि भड्किँदै बल्ल तल्ल काहीँबाट कहिले 1 दिनको काम कहिले गरेर कति दुःख पाएर काम पाएको हो हामीले पनि। हाम्रो चाहिँ गएको चिगाउ हो होइन। अब यो त गएकोले देखे पनि उ गरे पनि गएको त मतलब भएन यो खानकेन यो गएको होइन। किनभने यो गएको भनेको हाम्रो गाउँको भनेको याचले गएकोमा आउनु छ भने चाहिँ कसैजनालाई अब त्यो पर्सनली म्यासेजमा कुरा गरौँला होइन। त्यसको लागि चाहिँ कसैले याचले नियमको गएकोमा आउनु छ भने चाहिँ पर्सनली म्यासेज गर्नु होला। त्यसको बारेमा पर्सनली कुरा गरौँला होइन भिडियोमा। अब दायाँ बायाँ त्यस्तो केही नभनौँ किन नराम्रो बन्नु होइन। अब यही भिडियो कसैले देखेर अहिले गएको लगाएर कुन चाहिँ चतुर बनेर लगाएर अनि गएकोलाई यस्तो भन्यो भनेर देखाउने नि छन् नहुने होइन। मेरो दुश्मन छन् धेरै भन्ने गीत त्यो ठिकै हो। अहिले कपिराइट लाग्दाखेरि दुगेश थापाको गीतको फेरि यस्तै हो। खुट्टा तान्ने धेरै हुन्छन् यहाँ नेपाली खुट्टा तान्छन्। कसरी खुट्टा तान्ने लाएर यसलाई झारेर अनि म त्यसको ठाउँमा जाउँला भन्ने हुन्छन् होइन। तर नेपाली दाजुभाइहरू र दिदीबहिनीहरूलाई पनि यस्तो हुन्छ कि रेस्पेक्ट भन्ने चिज अर्को ठाउँमा आइसकेपछि आफूले पाउँछ भने अनलाइन गर्नु होला होइन। अब म चाँडो आएँ म ठुलो भन्ने अब उ गर्ने अलिकति हो ठुलो पल्टिने यताउति चाहिँ नगरेको राम्रो। किनभने रेस्पेक्ट दिएदेखि अहिले रेस्पेक्ट पाउने हो। अब त्यो त्यसले यस्तो बोल्यो उस्तो बोल्यो आफ्नो गल्ती आफूमा छ कि पहिला सुरु हेरौँ। अनि त्यसपछि एउटा आफूले गल्ती बोलेको आफूले गल्ती गरेको व्यवहार गरेर अनि त्यसपछि उसले त्यस्तो बोल्यो कि भन्ने उसमा नि हुन्छ होइन। बोलान् नराम्रो व्यवहार अरूमा नि हुन्छ आफूमा नि हुन्छ। आफूले राम्रो गर्दाखेरि नि उनीहरूले नराम्रो गर्छ भने अब त्यसको नि आफ्नो हिसाबले हुन्छ होइन। तर हाम्रो यहाँ केटाहरू भन्दा पनि दिदीबहिनीहरू चाहिँ अलिअलि जापान आइसकेपछि अलि फरक व्यवहार देख्छु मैले होइन। भर्खर 19-20 वर्षको फुच्चीहरू हुन्छ। अब अगाडि आइपुग्यो भनेर तर मम यो त्यो ठुलो पल्टिने अनि त्यस्तो गरेर देखिन्छ होइन। कुरा गरेँ यहाँ धेरै जापानमा दुःखको कुरो गरेँ भने त यहाँ टन्नै दुःख छ। अहिले मेरो काममा जाने बेला भइसक्यो होला। मैले गाडी तिरेको छैन होइन। काममा जाने बेला भइसक्यो होला। यस्तो दुःख सुखको कुरा भनेको त यहाँ टन्नै हुन्छ। जापानमा आइसकेपछि सबै भोग्न तयार हुनुपर्छ। यस्तै हो। सो गाइज सबैजना राम्ररी बस्नु होला। आजको मेरो भिडियो चाहिँ यतितिर अन्तिम गर्छु होला। अब दुःख सुख कुरो गर्न थाल्यो भने टन्नै हुन्छ। दुःख पोख्नलाई पनि कोही हुँदैन कि अनि त्यसपछि कसलाई पोख्नु कि यस्तै हो होइन। यस्तै हो दुःख सुख भनेको यस्तै हो। जति कुरा गऱ्यो कुरोको दुःख हुन्छ। त्यही भएर सबैजना राम्ररी बस्नु होला। भन्न केही छैन। जति भन्यो अब भनिराख्न मन लाग्छ उ गर्नु लाग्छ त्यही हो। आज मैले कहाँबाट म यो क्यामेरा मलाई भिडियो बनाउनु मन लागेर आज गरेँ। अब हेरौँ हाल्न त हाल्छु म नहाल्ने होइन। तर हेरौँ के हाल्ने के नहाल्ने म अब कटाएर हाल्ने के गर्ने गरेर म उ गर्छु। तर त्यस्तो एडिट गर्न त आउँदैन। तर काटकुट गर्न त आइहाल्छ। काटकुट गरेर हाल्ने विचार गर्छु। हेरौँ सो गाइज फेरि पनि साथ सपोर्ट भनेको यस्तै हो होइन। भिडियो हेरिदिनु होला। फेरि पनि अरू भिडियो पनि हाल्ने प्रयास गर्दैछु। केही क्वेसन मनमा लागेको केही सोध्नु छ भने चाहिँ सोध्नु होला। म एन्सर दिने प्रयास गर्छु। ल बाई बाई।